गुड मर्निङ फ्रम बाली फर्स्ट डे भनौँ किनभने हिजो आयो राति मात्र पुग्यो खासै केही गरेन अँध्यारै जस बेलुकै भइसक्यो थियो हिजो चाहिँ अब कति बजी बिहान 8 बजे चाहिँ हामीलाई पिकअप वर्स भन्थ्यो किनभने आज हामी बुध भन्ने ठाउँ जाँदैछ अलमोस्ट लाइक 1.5 hours ड्राइभ गाडीमा हामीले सबै हिजो बेलुका आएर बुक गऱ्यो बुधको लागि गाडीहरू अनि अब केही खाने हो कि के हो 7 साढे 7 हुँदैछ पन्डा चेन्ज गर्दैछ फ्रेस हुँदैछ म चाहिँ भइसकेँ किनभने म चाँडै उठ्छु अनि हिजो बेलुका चाहिँ मैले यहाँ देखाउन पाइरहेको थिइनँ किनभने अँध्यारो थियो सो आज चाहिँ म बसिरहेको होटेल होमस्टे भनौँ न यस्तो छ है अनि यो चाहिँ बालीमा चाहिँ मोस्ट अफ द पिपल चाहिँ ओके बाली चाहिँ इन्डोनेसियामा पर्छ होइन इन्डोनेसियाको एउटा ठाउँ हो इन्डोनेसिया चाहिँ इन्डोनेसियाको चाहिँ 90% मान्छेहरू चाहिँ मुस्लिम छ भने चाहिँ बालीको चाहिँ 90% मान्छेहरू चाहिँ हिन्दू छ क्या सो त्यो पुरा कन्ट्रास्ट छ अनि सबै जुनै घरमा हेरे पनि यस्तो मन्दिरहरू चाहिँ हुन्छ यहाँ चाहिँ मन्दिरहरू हुन्छ यो मन्दिर हो होइन बिहान बिहान पूजा गर्ने रहेछ मान्छेहरू अनि हरेक घरहरूमा बाहिर घरको इन्ट्रेन्समा चाहिँ यस्तो हुँदैछ अनि यो मेरो रुम चाहिँ यो 201 अनि ठ्याक्कै यसको मेरो रुम बाहिर चाहिँ एउटा सानो कोजी स्विमिङ पुल छ त्यहाँ चाहिँ म छिर्न पाएको छैन यस्तो छ पुरा हरियाली उ त्यो घरमा झन् माथि कौशीमै मन्दिरहरू बनाएको छ एकदम दामी यहाँ चाहिँ यिनीहरूले धेरै रामहरू त्यस्तो मान्ने जस्तो मलाई लागिरहेको छ तर मैले यसमा अलि राम्रोसँग बुझ्न चाहिँ पाएको छैन है यहाँबाट चाहिँ तल जाने हो अनि यहाँ चाहिँ चिल गर्ने ठाउँ हो यो कौशी यस्तो ठाउँ हो यहाँ टक्क बस्ने है अनि होटल चाहिँ यो हो यस्तो मूर्तिहरू चाहिँ धेरै देख्छ है बालीमा चाहिँ एज आई सेड यहाँ माथि चाहिँ गौतम बुद्धको मूर्ति छ यी सबै घरहरूको एन्ट्रान्सहरूमा मूर्तिहरू देउताहरू होइन हुन्छ गुड मर्निङ फ्रम बाली तिमी के खाने लिऊ यो एउटा अनि मलाई क्यापुचिनो लाटे ब्ल्याकै खान्छु नि बिहान बिहानै ल लिऊ त्यही दुइटा लिऊ ल बनाऊ छिटो अब हामी अलि टाढा जान नि नभ्याउनेछ किनभने अब आधी घन्टा होइन 20-25 मिनटमा ड्राइभर हामीलाई लिन आउँछ त्यही भएर यहीँ नजिकैको एउटा डिपार्टमेन्टल स्टोरमा हामी कफी खान आएको छौँ कफी यहीँ बनाउँछौँ अनि के स्न्याक्सहरू के छ खान्छौँ क्रोसरहरू त्यसपछि हामी अल वे टु उबुड
त्यही होला हाम्रो चाहिँ गाडी आइसक्यो जस्तो लाग्छ मलाई किनभने मलाई कल गरेको थियो बाहिरबाट म बाहिर छु प्लिज आउनुहोस् बाहिर भन्थ्यो हामी आयौँ बाहिर हाम्रो गाडी यहाँ छ यहाँबाट निस्किनु पर्छ पान्डा एक्साइटिङ नो कहाँ के भइरहेछ मलाई थाहा नै छैन ओके न त सर्च गरेको छ राम्ररी जिन जान्छु नि ल्याउँछु नि हेलो गुड मर्निङ जिन जान्छु नि ब्रदर आई विल सिट इन द फ्रन्ट ओके हेलो अहिले चाहिँ हामी यो एउटा फर्स्ट स्टप भनौँ हाम्रो यहाँ चाहिँ कफी फ्याक्ट्री जस्तै छ होइन यहाँ चाहिँ भेराइटिज अफ कफीहरू पाउने रहेछ अनि चाहिँ यहाँको एउटा मेन एट्र्याक्सन चाहिँ के हो भनेदेखि चाहिँ उयो हो है यसले हेरिरहेछ मलाई यो चाहिँ एउटा एक प्रजातिको यो बाँदर हो कि के हो यो मुङ्गुस भन्थ्यो होइन मलाई एक्ज्याक्ट नाम त थाहा भएन हो यसले यसको चाहिँ के खासियत छ भने यसले चाहिँ यहाँको कफी बिन्सहरू खाने अनि त्यसपछि खाएपछि चाहिँ त्यसले चाहिँ फर्मेन्टेसन चाहिँ त्यसको पेटमा गर्ने रहेछ होइन यो एनिमलले अनि त्यसपछि त्यसले अब टोइलेट गरेपछि जुन चाहिँ त्यो टोइलेट गरेको नि हो त्यो चाहिँ सबसे एक्सपेन्सिभ कफी हुने रहेछ त्यसलाई चाहिँ के कसरी चाहिँ बनाएर चाहिँ होइन त्यो चाहिँ महँगो हुने रहेछ त्यो कफी चाहिँ पहिला यसले खान्छ त्यसपछि पेटमा फर्मेन्टेसन हुन्छ अनि जब यसले आची गर्छ तब त्यो कफीलाई चाहिँ फेरि उनीहरूले बनाउने रहेछ प्रोसेसिङ हो अनि त्यही कफी चाहिँ वर्ल्ड्स मोस्ट एक्सपेन्सिभ अनि यहाँ छ हो अनि जुन चाहिँ त्यो के भन्छ पान्डा त्यो के हो रे त्यो बाँदर हो कि के हो त्यसले चाहिँ त्यो पुप गरेको आची गरेको चाहिँ यस्तो हुन्छ होइन अनि त्यसलाई नै कफी बनाउने यो चाहिँ भेराइटिज अफ कफी छ यता अनि यहाँ हाम्रो आमाले कफी भुन्दै हुनुहुन्छ है कडक छ है ओके पहिला यहाँ यसरी फुट्छ फुटेको कफी चाहिँ यस्तो हुन्छ अनि त्यसपछि यसमा चाहिँ कुट्ने हो है कफी यसरी छ्याक 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 2 घण्टा ओके त्यसपछि हाम्रो कफी रेडी हुन्छ हामी चाहिँ अहिले कफी टेस्टिङको लागि बसिरहेछौँ अनि हाम्रो कफी आइसकेको छ ओके Start from tea first, yeah? Okay. This is the Rosella tea, good for blood circulation. This is ginger, good for sore throat and stomach problem. Red rice tea for bones, high calcium, good for osteoporosis. Lemongrass tea, good for detox. This is saffron, turmeric cinnamon for immune system. Mangosteen tea for control the cholesterol. This is avocado coffee, good for antioxidant and anti-aging. This is Bali coffee without sugar, good for headache.
And this is the hot chocolate. This is the vanilla coffee, good for relaxation. This is mochaccino, mixed coffee with chocolate. And this coconut coffee, good for skin and hair treatment. The last one, the ginseng coffee for the stamina and energy. So actually the luwak coffee, sorry, this is not included in tester. Maybe you want to try. We charge 55,000 per 1 cup. We have two types of luwak coffee, the Robusta and Arabica. Robusta strong and bitter, Arabica light and sour. Maybe you want to try the luwak coffee? First we'll try, then we'll let you know. Okay. This is information the tester. You can see at the menu, we have benefit coffee and tea. Yeah? Okay. So to try, you can start from the tea first, and then the coffee, last the hot chocolate. Okay. Like that, if you like, maybe interest to buy, we're selling at the shop the product here. Okay. So you can check at the shop. Okay. Thank you. कान्छीले एक्सप्लेन गरेको बुझ्नुभयो होला हैन नबुझेको म बुझाइदिउँला यो चाहिँ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 वटा कफी यहाँ हाल्दैछ बहिनीले अब कुन कुन खाने हो कुन ट्राई गर्ने हो पाण्डाले Try the sabo गर्छु ल पहिला लेट्स ट्राई पहिला टी ट्राई गरेर रोजेला टी ट्राई गर ल म ट्राई गरौँ है रोजेला टी ट्राई गर्छु पहिला के यो त लास्टै मिठो छ त मिठो गुलियो चिन धेरै हाल्दै जस्तो है रोजेला यहाँ यो यहाँ पड राखे ल ठिक छ अब हामी कफी ट्राई गर्छौँ तपाईहरु चाहिँ एकछिन रेस्ट गर्नुहोस् फाइनली द वेट इज ओभर नाउ अहिले चाहिँ यहाँ कफी आइसकेको छ यसको कति पर्यो भनेदेखि 55,000 पर्यो अनि यसको यो चाहिँ अब यो त्यो बिरालोले कफी खाएर त्यसको अनि के भन्छ त्यसले आची गरेपछि त्यो आचीबाट बनेको चाहिँ कफी हो यो सो म ट्राई गर्छु फर्स्ट ट्रिप तर अब खै कस्तो रहेछ त थाहा भएन मलाई चाहिँ खासै दामी लागेन अब पाण्डालाई कस्तो लाग्छ ट्राई गर तिमी अब त्यो छोडो यो ट्राई गर त मेन चाहिँ खाऊ न त्यही त खाऊ पहिला थाहा पायो नि होइन उसको एक्सप्रेसनले थाहा पाएँ उसलाई मन परेन भन्ने टेस्टिङ भयो हाम्रो अब चाहिँ बाइङ प्रोसेस बाँकी छ अब हामी भित्र छिर्छौँ यहाँ कफी किन्ने ठाउँमा कफी सपमा टी सपमा पाण्डा लिइसक्यो ओके यसको एउटा दुईटा साइज हुने रहेछ एउटा सानो चाहिँ राम्रो गरे ल सब भेराइटिज अघि हामीले ट्राई गरेको सबै ट्राई गरिसक्यो Balinese roll. हामी चाहिँ अहिले यहाँबाट निस्क्यौँ हाम्रो कफी टेस्टिङ सक्यो हामीले अलिअलि किन्यो अब हामी जाँदैछौँ मङ्की टेम्पल यहाँबाट 30 मिनट्स लाग्छ भन्दैछ अनि हाम्रो दाइ हुनुहुन्छ यहाँ दाइको नाम चाहिँ ज्याक he is from Bali Yes, I'm from Bali. and he has 3 kids and he loves his wife he loves his wife Sure.
After 30 minutes, we're gonna reach Monkey Temple. Monkey Temple. Okay. अहिले चाहिँ हामी यो मङ्की टेम्पल भन्ने मङ्की फरेस्ट सरी मङ्की फरेस्ट पनि हो मङ्की टेम्पल पनि हो यहाँ आएको छौँ हामी मछलीहरू छ यहाँ यसको पाण्डा यहाँनिर छ बिल लिइसक्यो हामीले प्राइभेट फोटो टुर उनले कहाँबाट यताबाट इन्ट्रान्समै आफ्नो फ्यामिली भेट्न आउँदा खुसी लागिरहेछ साजुको मम्मी त ए दाइ हो साजुको मम्मी त मङ्की दाइ हो मम त कान आली दिया फोन म एकदम एक्साइटेड छु आज मेरो इनलजहरू भेट्नलाई मेरो इनलजहरू भेट्नलाई म आछु मङ्की फरेस्टमा धेरै कुर्नु परेन मलाई धेरै कुर्नु परेन पाण्डाको फ्यामिली भेट्नलाई मैसँगै बसिराख्नु भएको छ मैसँग बसिराख्नु भएको छ यहाँनिर हुनुहुन्छ म यहाँनिर छु अनि पाण्डा चाहिँ यहाँनिर छ मम्मी ढेवे भन्ने फ्यामिली ढेवे सफेटो फेटो Так что здесь есть такие, не один, кстати, это нам уже... Русский язык сложный. Очень говорят. Богатый. हाम्रो चाहिँ अहिले मङ्की टेम्पल घुमेर आएर मङ्की फरेस्ट घुमेर आएर हामी चाहिँ अब केही खाउँ भोक त त्यस्तो खासै लागेको छैन तर पनि केही खाएर अनि हामी माथि उबोट त्यो स्विङतिर घुम्न जान्छौँ हामी चाहिँ लोकल यहाँ इन्डोनेसियन फुड ट्राई गर्ने भनेर चाहिँ भनेको छ यो दाइलाई सो हि इज टेकिङ अस अब यहाँ जाँदैछौँ हामी हामी चाहिँ अहिले यो टेबा सार्वी भन्ने रेस्टुरेन्टमा आएका छौँ यहाँको लोकल अथेन्टिक इन्डोनेसियन फुड पाउँछ अरे यहाँ भनेर सो छिरौँ अब यहाँ ठाउँ त हेर्दा दामी छ खाना कस्तो छ भित्र गएर थाहा हुन्छ पाण्डा यहाँ छ
Hello. Before you see the menu, do you have some food allergy? No. I would like to recommend you first. The first we have lumpia, our bestseller for the starter. Some fried spring roll. You can choose with chicken, duck, shrimp, and vegetarian. And for the special self recommendation, we have chicken parmigiana, our special. हेलो अहिले चाहिँ हामी भर्खरै यो क्वाड बाइक चलाएर आयौँ अहिले चाहिँ म यहाँको माथि किचनमा छु हामीले 1.5 घन्टाको राइड गर्यो थाकिरहेको थियो भोक लाग्यो अहिले चाहिँ हामीले यहाँ खाना ल्याएछ के ल्याएछ हामीले पण्डा नुडल्स एग टोफु अनि मैले चाहिँ लोकल बियर बेन्ताङ मैले यो क्यामेरा किन लान पाइनँ भने पुरा मेरो यसको ब्याट्री डेड भएको थियो अनि मैले त्यो चाहिँ सब गोप्रोबाट खिचेँ लेट्स सी कस्तो हुन्छ हैन हेर्नुपर्छ अब चाहिँ खान्छु है लास्ट भोक लागिरहेको छ हामी चाहिँ बल्ल आइपुग्यो उबुदबाट अहिले रातिको 10 बज्न लागिसक्यो 9:50 भइसक्यो अब चाहिँ हाम्रो के प्लान छ भने हामी चाहिँ अब गएर मसाज गर्छौँ फुल बडी मसाज आजको स्ट्रेस जति हैन सकाउनु पर्यो दामी मसाज गर्नुपर्छ अब यहाँ नजिकै छ मसाज सेन्टरहरू गएर मसाज गर्ने त्यसपछि खाने अनि भोलिको लागि पनि प्याकेज बुक गर्नु छ भोलि हामी जाँदैछौँ कहाँ जाँदैछौँ नुसा पेनेडा भन्ने आइल्यान्ड जाँदैछौँ सो त्यसको लागि पनि बुक गर्नुपर्ने छ है अब जान्छौँ हामी मसाजको लागि यहाँ चाहिँ आउनु पर्ला भोलि हामी फिस इटरीमा फिस इटरी भन्ने रेस्टुरेन्ट दामी छ रहेछ भोलि आउनु पर्ला हामी यहाँ ल अब हामी जान्छौँ मसाज त्यसपछि केही खान्छौँ अनि त्यसपछि होटल जान्छौँ मसाज दामी थियो दामी नै थियो मसाज अनि मसाज सकिएर हामी चाहिँ यहीँ आयो यहाँ सुपर मार्केटमा अनि यहाँ एउटा नुडल लिन लाग्छ हामीले चाहिँ रामेन खानालाई किनभने अब ढिला नि भइसक्यो छिटो गरेर सुत्नुपर्छ अनि त्यो बुकिङ गर्न खोजेको यो पसलै बन्द भइसकेछ भोलिको लागि अनि त्यही भएर हिजो त्यसको वाट्सएप नम्बर थियो त्यसैमा कल गरेर बुक चाहिँ गरेँ भोलि पैसा तिर भनेर भन्छ मैले हुन्छ भनिरहेको छु सो अब रामेन खाएपछि घर जाने सुत्नु भोलि चाँडै उठ्नु छ भोलि 6:30 बजे पिकअप भनेको छ नुसा पेनिडा आइल्यान्ड जानको लागि अब खान्छौँ त्यसपछि यहीँ नजिकै छ मेरो होटल यहाँबाट 2 मिनट्स वकिङ डिस्टेन्स छ गएर सुतिहाल्नुपर्छ त्यही हो आजको दिन यतिकै बित्यो सक्यो बाई बाई भोलि बिहानै भेटौँला बाहिर